रासोपा नेता डाक्टर राजकुमार राई रक्सी चोरी आरोपमा पक्राउ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता डाक्टर राजकुमार राईलाई रक्सी चोरीको आरोपमा प्रहरीले पक्राउ गरेको छ। प्राप्त विवरण अनुसार तीनकुने स्थित राजावादी आन्दोलनमा संलग्न रहेका राईलाई भाटबटेनी सुपरमार्केटबाट मदिरा चोरी गरेको आरोपमा पक्राउ गरिएको हो। प्रहरी स्रोतका अनुसार सीसीटीभी फुटेजका आधारमा उनीमाथि अनुसन्धान अघि बढाइएको छ। राजनीतिक वृत्तमा लामो समयदेखि सक्रिय रहेका राई नेपाली कांग्रेस परित्याग गरी रासोपामा आबद्ध भएका थिए। पछिल्लो समय उनले विभिन्न आन्दोलनहरूमा अग्रणी भूमिका खेलेका थिए। उपमेयर डंगोलको मेयर शाहलाई चेतावनी, समाधानतर्फ अघि बढ्नुस्, कोठामा बसेर निर्देशन नदिनुस्। काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर पालिन शाहलाई केवल निर्देशन दिनुभन्दा समाधान खोज्न आग्रह गरेकी छन्। बिहिबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई कार्यकक्षमा हाजिर हुन जाँदा नगर प्रहरीले रोक्न खोज्दा तनाव सिर्जना भयो। केही कर्मचारीहरूले प्रवेशद्वार तोडफोड समेत गरे। डंगोलले यस घटनापछि आयोजित बैठकमा मेयर शाहलाई सक्रिय भूमिका खेल्नुपर्ने बताउँदै भनिन्, हामी तमासा हेरेर बस्दैनौं। यदि यो मेयरको आदेश हो भने उहाँ आफै अगाडि आउनुपर्छ। कोठामा बसेर निर्देशन दिनु उचित छैन। उनले मनमुटाव हटाई समस्याको समाधान खोज्ने प्रतिबद्धता व्यक्त गर्दै दोषी ठहरिए कारबाही हुने स्पष्ट गरिन्। सुनको मूल्यमा ठूलो वृद्धि, चाँदीको मूल्यमा गिरावट। नेपाली सुन बजारमा नयाँ कीर्तिमान कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहिबार 1 तोला सुनको मूल्य 1,80,300 रुपियाँमा पुगेको छ, जुन हालसम्मकै उच्च दर हो। बुधबार मात्रै सुनको मूल्य 1,79,100 रुपियाँ थियो। एकै दिनमा सुनको भावमा उल्लेखनीय वृद्धि भएसँगै बजारमा चासो बढेको छ। यद्यपि चाँदीको मूल्यमा भने गिरावट आएको छ। महासंघका अनुसार बुधबार तोलामा 2,020 रुपियाँमा कारोबार भइरहेको चाँदी आज घटेर 1,995 रुपियाँमा झरेको छ। काठमाडौँ उपत्यकामा वायु प्रदूषणको असर, स्वास्थ्यमा समस्या। काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर बढ्दा स्थानीय बासिन्दामा आँखा पोल्ने, नाकमा समस्या, टाउको दुख्ने र श्वास प्रश्वासमा कठिनाइ जस्ता समस्याहरू देखा परेका छन्। स्वास्थ्य मन्त्रालयले नागरिकहरूलाई बाहिर ननिस्कन र निस्कँदा मास्क र चस्मा प्रयोग गर्न आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले वायु प्रदूषणबाट बच्न, अनावश्यक यात्रा नगर्न र प्रदूषित क्षेत्रबाट टाढा रहन सुझाव दिएका छन्। वायु प्रदूषणले शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्छ। विशेष गरी 5 वर्ष मुनिका बालबालिका र गर्भवती महिलाहरूको लागि यो जोखिमपूर्ण छ। मौसम विभागले भने प्रदूषणको स्तर सुधारका लागि केही दिन लाग्ने जनाएको छ। के हजुरहरूलाई थाहा छ? अब कुवेतको अमान एक्सचेन्जको कुनै पनि शाखाहरूबाट नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरमा सिधै पैसा पठाउन सकिन्छ। आजै अमान एक्सचेन्जको शाखाहरूमा गएर सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट तपाईको आफन्तजनहरूलाई नेपालमा पैसा पठाउनुहोस्।